धन्वन्तराय नमः। भास्कराय नमः। भास्कर अर्थात् सूर्य चाहिँ हामीलाई स्वास्थ्य दिने अत्यन्त महत्त्वपूर्ण देवता हुन् भनेर हाम्रो परम्पराले भनेको छ। आरोग्यम भास्करात् इच्छेत् भन्ने भनाइ छ। अर्थात् आरोग्यको इच्छा सूर्यबाट गर्नु। भास्करले हामीलाई आरोग्य दिन्छन्, स्वस्थ बनाउँछन् भनेर हाम्रो आयुर्वेदको परम्पराले भनेको छ। अब हामीले यो कुरालाई बुझेर साना बालबालिकादेखि वृद्धसम्मले उपयुक्त रूपमा घाम ताप्नु अत्यावश्यक छ भनेर हामी बुझ्न सक्छौँ। घामले हामीलाई जाडोमा शरीर न्यानो बनाउन, तातो बनाइराख्न सहयोग गर्छ। साना नवजात शिशुहरूमा तेल लगाउने, घाममा राखेर तेल लगाउने प्रचलन हाम्रो परापूर्व कालदेखि चलिरहेको छ र परापूर्व कालदेखि नै हामी बुढाबुढीहरू समेत घाममा बसेर घाम तापेर कुरा गर्ने जाडो महिनामा सकेसम्म हाम्रो गाउँघरमा घरभित्र बस्ने भन्दा बाहिर बस्ने चलन छ। हावाहुरी बतास लाग्यो भने मात्रै घरभित्र बस्ने, नत्र बाहिर बसेर स्वच्छ वायुको सेवन गर्ने, घाम ताप्ने, जाडो महिनामा घामै तापेर बस्ने चलन छ, जुन स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ। किनभने घामले हामीलाई शरीर तातो बनाइराख्नु मात्रै होइन कि अहिलेको भाषामा भन्ने हो भने छालामा घाम पर्दाखेरि हाम्रो शरीरमा भिटामिन डी तत्त्वको निर्माण हुन्छ र भिटामिन डी भन्ने तत्त्वले हामीलाई धेरै कुरामा सहयोग गर्छ। केवल हड्डी बलियो बनाउने अथवा दाँत बलियो बनाउने मात्रै नभइकन यसको धेरै थरी काम छ। जस्तो हाम्रा रोग प्रतिरोधक क्षमतालाई बढाउन, रोग प्रतिरोधक श्वेत रक्तकोषहरूको कार्यकलापहरू बढाउन पनि यो भिटामिनको अति ठुलो महत्त्व छ। यसैले चिसो कोठामा बसिराख्ने, कहिले पनि घाम नताप्ने गर्दा हाम्रो स्वास्थ्य राम्रो हुँदैन। हाम्रो पञ्चतत्त्वले बनेको शरीर हो, त्यसमध्ये तेज अर्थात् यो सूर्यको किरण, तातोपन हामीलाई नब्बई नहुने कुरा हो, पञ्चतत्त्वमध्येको एउटा कुरा हो। त्यसो हुनाले सूर्यका किरणहरूको महत्त्व अति धेरै छ। यदि घाम लाग्ने कोठा छ भने पनि सिसाबाट छिरेको घामले त्यति धेरै लाभ पुर्याउन सक्दैन। सोझै घाममा बसेर, त्यो पनि हाम्रो शरीरको धेरै छालाको भाग देखाएर, जस्तो ढाड पुरै देखाएर, पेट देखाएर घाम ताप्नुपर्ने हुन्छ र दिनमा जाडो महिनामा 40-45 मिनट 1-2 घन्टा नै घाम ताप्नु उपयुक्त छ भने अहिले वसन्त ऋतु लाग्दै गएपछि पनि कम्तीमा 25-30 मिनट, 20-25 मिनट भए पनि शरीरको चाहिँ ढाड अर्थात् छाला देखाएर घाम ताप्ने गर्नुपर्छ, जसले गर्दा हाम्रो शरीरमा केवल हामीलाई ताप प्राप्त हुने होइन, हाम्रो शरीरलाई आवश्यक अघि भने जस्तो भिटामिन डी प्राप्त हुन्छ र अहिले जुन मानसिक समस्याहरू बढ्दै गएका छन् त्यसमा पनि घाम नताप्ने, भित्रै बसिराख्ने, कोठामा मात्रै बन्द भएर बस्ने कारण एउटा प्रमुख कारण छ। र यो जुन चिन्ताको अथवा नैराश्यको रोग, अवसाद अथवा अहिलेको चलन चल्तीमा डिप्रेसन जसलाई भनिन्छ, त्यो डिप्रेसनको समस्या पनि घाम नताप्नाले, घाममा नबस्नाले, केवल कृत्रिम उज्यालोमा, बत्तीका उज्यालामा, दिउँसै पनि अँध्यारो कोठामा बत्तीका उज्यालामा बसेर काम गर्नाले हाम्रो शरीरबाट उपयुक्त रूपमा निस्कनुपर्ने अन्तस्रावहरू अर्थात् हर्मोनहरू निस्किन नपाएर विविध प्रकारका समस्याहरू, यो मानसिक समस्याहरू पनि उत्पन्न हुन्छन्। त्यसैले हामीले धेरै गर्मी महिनामा चाहिँ टाउको जोगाउनु पर्छ घाम ताप्दाखेरि। अरू बेलामा पनि यदि न्यून रक्तचाप, उच्च रक्तचाप हुने समस्या छ भने टाउकोलाई जोगाएर शरीरमा राम्ररी घाम ताप्नुपर्छ। हाम्रो तराईका दाजुभाइ दिदीबहिनीहरूले विशेष गर्मीमा काम गर्दा टाउकोमा मोटो फेता बाँधेको हामीले देखेका छौँ। त्यसो गर्दा भित्रभित्रै पसिना आउन सक्छ, टाउको शीतल बनाउँछ, तर टाउको तात्न पाउँदैन, जसले गर्दा टाउको तातेर हुने हानि अर्थात् यो शरीरमा तातो लाग्ने हुन पाउँदैन। र वास्तवमा भन्ने हो भने घाम ताप्नु हाम्रो स्वास्थ्यको लागि एउटा हामीले निःशुल्क रूपमा पाउने एउटा ठुलो उपहार हो। अत घाम ताप्ने कुराबाट साना बालबालिकालाई नि वञ्चित गर्नु हुँदैन। गाउँघरमा हाम्रो पहिलाको चलनमा
विद्यालयहरूमा नै पनि घाममा राखेर पढाउने चलन थियो। अहिले त्यो बिस्तारै कम हुँदै गएको देखिन्छ। कतिपय स्थानमा त घाम ताप्ने ठाउँ नै नभएका विद्यालयहरू पनि छन्। तर जाडो महिनामा केवल कोठाभित्र राखेर कुनै पनि क्रियाकलाप गराइराख्नु, केवल बन्द कोठामा राख्नु स्वास्थ्यको लागि अत्यन्त हानिकारक छ र स्वच्छ वायुबाट समेत वञ्चित हुन्छन्। त्यसैले गाउँघरमा हाम्रो प्रचलनमा रहेको जाडो महिनामा घाम ताप्ने, गर्मी महिनामा पनि कोठाको बाहिरपट्टि पिँढीमा नै बसेर आफ्नो काम कारबाहीहरू गर्ने, पढाइ लेखाइ समेत पिँढीमै बसेर गर्ने चलन जुन थियो, त्यो स्वच्छ वायुको सेवनको लागि अनि घामको सेवनको लागि पनि अति उपयुक्त थियो र रोग प्रतिरोधक क्षमतादेखि हाम्रो छालाको तेज बढाउनको लागि, आँखाको तेज बढाउनको लागि यो घामको महत्त्व ज्यादै धेरै छ। घामले नै हामीलाई विविध रोगबाट बचाउन सक्छ भनेर नै आरोग्यम भास्करादिच्छेद भनिएको हो। अतः घाम ताप्ने एउटा अत्यन्त महत्त्वपूर्ण तर निःशुल्क पाइने चिजबाट हामी कोही पनि वञ्चित नहौँ। समयअनुसार घाम तापौँ। धुलो ज्यादै भएको वातावरणमा घाम तापेर हामीलाई तातो त प्राप्त हुन्छ केही न केही, तर अघि भने जस्तो भिटामिन डी राम्रो प्राप्त हुँदैन, त्यसले बनाउन सक्दैन। किनभने परावैजनिक किरणहरू हाम्रो छालामा आउनुपर्छ यो भिटामिन डी बन्नको लागि। त्यसको लागि स्वच्छ वातावरण, भर्खर पानी परेको अथवा आकाश स्वच्छ भएको बेलामा त्यो पनि सकेसम्म धेरै कोण नबनाएको किरण जस्तो 9-10 बजेदेखि 1-2 बजेसम्मको घामलाई 20-25-30 मिनटसम्म दिनदिनै ताप्ने गऱ्यौँ भने हामीलाई अरू समस्याबाट पनि जोगाउँछ र हाम्रो शरीरका लागि आवश्यक हुने भिटामिन डी पनि पर्याप्त मात्रामा पाइन्छ। भिटामिन डी कमी हुने व्यापक देखा परेको समस्याबाट पनि हामी जोगिन सक्छौँ। आजको लागि यति भन्दै म यो घाम सम्बन्धी अर्थात् हाम्रो सूर्यको किरणको महत्त्व सम्बन्धी कुराकानी यहीँ टुङ्ग्याउँछु। धन्यवाद।